सबै कुराको पर्फेक्ट टाइमिङ हुन्छ र श्री पञ्च महालक्ष्मी मन्दिर घुम्न जाने टाइम चाहिँ अहिले नै हो है। अहिलेको समयमा यो सुन्दर मन्दिर वरिपरि फलेका फुलै झनै बढी सजिरहेको छ। बौद्धबाट 30 मिनटको राइडमा पुगिने यो मन्दिर साँखुमा रहेको छ। बसमा जानेहरू चाहिँ साँखु बस पार्क झरेर त्यहाँबाट 20 मिनट जति हिँड्नु पर्ने हुन्छ। मन्दिरको ढोका छिर्ने बित्तिकै छुट्टै दुनियाँ, अझ एकैछिन त स्वर्गकै कुनै ठाउँ पुगेको जस्तो भयो मलाई चाहिँ। यहाँ त इन्डियादेखि नै धेरै परिवारहरू घुम्न पनि आउँदो रहेछ। पार्क जस्तो यो मन्दिर घुम्न 1 रुपैयाँ पनि लाग्दैन, तर सिंहको मुखभित्रको गुफा पस्न र सिसाको टलक्क परेको शीशमहलको दर्शन गर्न चाहिँ 100 रुपैयाँ लाग्दो रहेछ। अझ श्री पञ्च महालक्ष्मी मन्दिरको छेउमै अर्को एउटा राम्रो ठाउँ पनि बन्दै रहेछ। तयार भइरहेको यो ठाउँको थोरै झलक चाहिँ हेरिराख्नु होला। तयार भइसकेपछि यी 2 ठाउँ घुम्नलाई सही मजा आउनेछ। फुलको बगैँचामा मेरी माया